गुड मर्निङ सेवा र नमस्ते छ है सम्पूर्ण मेरो टिकटक टिकटक सरी है युट्युब फ्यामिलीलाई। साथीहरू आज म माइती घरमा आएको छु। माइती घरमा यसो सिकारी पूजाहरू छ। आज हिजो आइपुगेको थियौँ। हेरौँ न माइती घरमा फुल कति राम्रो फुलिरहेको छ, हेर्नुहोस् त। वाउ, यता चाहिँ फेरि कोपिलाहरू लाग्दैछन् है साथीहरू। कति राम्रो, हेर्नु न, गदावारी फुल। यो चाहिँ पहेँलो कस्तो लट्टै लट्टै फुल्थ्यो, अहिले त फुलिसकेछ है साथीहरू। माइती घरमा है साथीहरू, आमा घरमा आएको छौँ। कस्तो दामीको फुलहरू छ नि। कस्तो राम्रो फुलेको छन् साथीहरू, हेर्नुहोस् न। यहाँ कोपिला कति लागेको छन्, हेर्नुहोस् त गाई। यो फुल्नु भने कति राम्रो हुन्छ है। फुल्नै बाँकी रहेछ। वाउ, फित्री गर्दैछ छोरा हेर्नु। गयो, कस्तो राम्रो फुलेको छन् साथीहरू, हेर्नुहोस् न। यहाँ कोपिला कति लागेको छन्, हेर्नुहोस् त गाई। यो फुल्नु भने कति राम्रो हुन्छ है। फुल्नै बाँकी रहेछ। वाउ, फित्री गर्दैछ छोरा हेर्नु। गयो। यहाँ चाहिँ मम्मीले लसुनहरू रोप्नु भएको छ, हेर्नुहोस् न साथीहरू। लसुन हुँदैछ। ऊ त्यो खोर्सानी, ठाडे खोर्सानी फलिरहेछन् लट्टै। यता खोर्सानीहरू आमा घरमा हो साथीहरू। हिजो आइपुगेको बेलुका। आमा यो उर्लाबारीमा हुनुहुन्छ। दाजुहरू आइपुग्नु भएको छैन बिर्तामठबाट। धामी दाईहरू हिजै आउनुभएको हामीसँगै पाहाडबाट। फुलहरू त यस्तो राम्रो फुलेको छ। अस्ति तिहारमा फुल भएन, अहिले चाहिँ हेर्नु न कति राम्रो। यता आलुहरू यतिको भइसकेछन् साथीहरू, हेर्नु न। सिकारी गर्दै हुनुहुन्छ यता दाजुहरू। हामी दाई, यता भाइ। गाईचहरू हुमासा पोल्दैछ यहाँ माइली बहिनी। ऊ त सिकारी गर्नुभएको छ उहाँ दाई भाइ भएर। मङ्सिरे सिकारी। यता के भन्छ, सुटुनी पनि रोप्नु भएको छ। झापाबाट दाजुहरू आइपुगेका छैनन्। यता सिकारी सकिसके। यता सुटुनी हेर्नुहोस् न गाई चाहिँ कति राम्रो। आमाले एक ड्याङ रोप्नु भएको छ। सुटुनी पनि रोप्नु भएको छ। बिचरा 80 वर्ष पुग्दैन हाम्रो आमाले यसरी गरिराख्नु भएको छ, हेर्नुहोस् न। यही खोनी खर्सी गरेर। के गरिदियो ल। अब साइलीले यहाँ अचार बनाउनुलाई आलु उसिनी। यता भात बसाउनु ठिक पर्दैछ साइली पनि। धमाधम आज सिकारी गर्ने। के गर्ने हो आज? सिकारी, साम्फा गर्ने, माछामा हो कि माछामा। आज त दिन 3टा होइन? ज्वाइँले यता बनाएर ल्याइसक्नु भयो। भाले, सिकारीको भाले। ठुलो भाले, 1 वर्षको भाले। 1 वर्षको भाले।
भाले गतिलै रहेछ तिलो छ ज्वाइँ बनाउँदै हुनुहुन्छ मैले यहाँ ल्याएको अझ भोलि हाल्नु भनेर के यता म छोरी के गर्दैछ खानपिन बनाउँदैछिन् पाटे पाटे अस्ति त सेतो थियो कस्तो राम्रो थोप्ला थियो सुँगुरको पाठो अहिले त अलिक ठुलो पनि भएछ मजाको भएछ हेर्नुहोस् न गाई सुँगुरको पाठो कुखुराको भाले चरिरहेको नि यता ल है अब यहाँ तितेतिर खानपिन हुँदैछ वासिमसँग होइन वासिम कि आराखा यता ज्वाइँ खाँदैछ यता चुल्हामा धामी भइहाल्यो यता पनि बनाउँदैछ मासु पाक्दैछ यता साथीभाइ चाहिँ आमा बस्नु भएको छ आमा अब खानुहुन्न शाकाहारी यता हामी खाना लाग्दैछौँ है साथीभाइ चाहिँ ल है गाई वासिम पनि छ एक बदल यहाँ चारिमाको वासिम वासिम चम्ची खोइ यहाँ मलाई हाल्ने त सिप्पु रहेछ वासिम पनि कहिलेदेखिको होला यो किरा त परिसकेको छैन मिठो राम्रो आएको छैन हौ टल्केर खिचेको छ